ब्याक। हेलो नमस्ते वेलकम ब्याक। आज नेक्स्ट डे हामी यहीँ आएको छौँ अनि हेर्नु होला यसको नाम सुन्दर के भन्ने ठाउँ रहेछ अनि नाम चाहिँ थाहा भएन। यहाँ हेर्नु होला के छ गाइस सबैजनाको यस्तो छ स्पेस यताउता भिजिट गर्ने मान्छेहरू यहाँ छ घुम्नलाई। अनि हामी चाहिँ आज होइन यहाँ चाहिँ किन आएको भन्दाखेरि फेरि यहाँ यो ठाउँमा चाहिँ जाने एकदम प्लानिङ छ। हेरौँ भ्याउँछ कि भ्याउँदैन मिल्छ कि मिल्दैन कोसिस गर्छौँ। सो अहिलेलाई एकछिन दाइहरूसँग भेटघाट गरौँ। यस के छल खबर दाइहरू चाहिँ उता सुटिङमा हुनुहुन्छ। यता सुटिङ भइरहेछ होइन अनि त्यही भएर एकदम बिजी भयो। उता जान पाउँछ कि पाउँदैन म चाहिँ उता पोखरीसम्म हेर्न जान्छु एक्लै भए पनि त्यता चाहिँ जाँदिनँ। उताभन्दा पर जाँदिनँ नि फेरि गायब हुन्छ। यहाँ मन्दिर रहेछ मन्दिर हेर्न गइदिउँ होइन बन्द छ जस्तो छ तालजा चाहिँ लाएको छैन। तर यो चाहिँ फिल्महरूको त्यो एउटा हुन्छ नि एकदम तन्त्र मन्त्र गरेर राखेको टाइपको रहेछ। यो बाँधेको रहेछ डोरीहरूले यस्तरी त्यही भएर मलाई डर लाग्यो। ओ मानिदिउँ टाढैबाट हेऱ्यौँ दर्शन गरौँ दर्शन कति माछा मार्नुभयो हजुरले मार्नलाई ल त उहाँहरू चाहिँ माछा मार्न जान्लानु भएको अरे। 8 1 2 3 4 दुर्गा माता कि जय। दुर्गा माता भगवान हुँदो रहेछ मन्दिरमा चाहिँ उहाँको वनदेवी होला जे भयो पनि यहाँ आएर ढोक्यौँ हेऱ्यौँ खुसी लाग्यो एकदम हल्का डर आयो जा के भन्छ हिम्मत आयो पागलाई पनि उता जा भन्न पावर आयो अरे क्या छ त्यहाँ सुटिङ भइरहेछ। म चाहिँ एकछिन यहाँ माछा छ कि छैन हेर्नु पर्यो। यो के साल खबर एउटै ड्रेसमा हिजो पनि यही लुगा लगाएको थियो आज पनि यही लाग्छ। हाम्रो त्यहाँ काम सकेको छैन त्यही भएर एउटै कस्टममा छौँ। आफ्नै पर्सनल लुगा लगाएर गर्नु पऱ्यो यार। यो चाहिँ के हो मलाङको जाङ यो मलाङ भन्छ तामाङबाट जेर्दिन के भन्छ यो सानो सानो त्यो कमिलहरू आउँछ नि त्यसको। ए माछा त छ रहेछ लुमै छिर्यो अरे भित्र अब देख्दैन लु ठ्याक्कै मैले देखेको यार कतै छिरिरह्यो भित्र माछा। ल अब योभन्दा चाहिँ उता जान्न म किन भन्दाखेरि अहिले बाघले छोपिदियो भने होइन फेरि म पनि बाघ पन्जा त्यस्तो भन्नु हुँदैन फर्किहालौँ ल। उता जान्छु अहिले दाइहरू जानुभयो भने सँगै जान्छु। त्यो अघि जुन मैले फोटो देखाएको छु नि यहाँ चाहिँ जानुपर्छ है भन्ने भर्याङ जस्तो छ एउटा काठको घर रहेछ उता भित्र पर यहाँदेखि 20-25 मिनट लाग्छ अरे। त्यहाँ चाहिँ पोखरी पनि छ अरे दामी कत्रो छ त्यो थाहा छैन। अब त्यहाँ हामी जानु पायो भने अहिले पछि देखाउँछु है। अहिले चाहिँ यति नै अहिलेलाई है त हेर्दै गर्नु होला वेटिङ फर यो पछि के हुन्छ। हेलो गाइज के चाल खबर के गर्नु जङ्गल जान पाएन दाइहरू यता सुटिङमा बिजी भएर त्यहाँ जाउँ भनेको झन् पोखरीमा जान पाएन। यहाँ चाहिँ भेडाहरू हेर्न आएको छु म भेडा दामी भेडा। हेलो हेलो बच्चा हेर्नु त भेडाको बच्चा कति क्युट रहेछ। यहाँ चाहिँ दामी यो चाहिँ भेडाको माउ यतापट्टि दामी छ है। यो चाहिँ यतातिर छ अरूहरू पनि छ यता टन्नै चढिरहेको रहेछ त्यही हेर्नलाई चाहिँ म पनि यहाँ आएको छु हेर्नु होला भिडियो भ्लगमा। यहाँ भेडासँगै छु म पनि यता
छोयो ल दामी छ यहाँ चाहिँ भेडा छ टन्नै छ अनि म यही हेर्न आएको त्यो माथिबाट त्यहाँ चाहिँ काम हुँदैछ ल फर्केको कहाँ प्याँ गराएर चाहिँ दामी गराउँदैछ उ त्यहाँ बच्चा चाहिँ यो कराउँदै हिँडिरहेँ म कतै हिँडिरहेको छ पुग्यो चुलाएर बस्यो ल गाइस कस्तो लाग्यो तपाईँहरूलाई भेडा दामी लाग्यो यहाँ चाहिँ यता सुन्दर डाँडा पिकनिक स्पोट यहाँ होइन यहाँ चाहिँ भेडाहरू पनि अनि भैँसीहरू पनि ओइ भैँसीले हेरिरहेको छ मलाई म ल को हो भनेर हेरेर रहेछ क्या सरी त्यही भएर मैले भने म हो भने अझै हेरिरहेको छु लडेर आएर भाग हामीले त्यसरी माथि रुखमा पुऱ्यायो भने तनाव हुन्छ ल है त जङ्गल जान त्यो पोखरी जान नपाउँदा जस्तो छ जाउँ भनेको ल है त गयो भने देखाउँ ल गएन भने तपाईँहरूलाई भनौँ ल है त के गर्नु दामी यस उहाँ चाहिँ यताको गुन्डिनी हुनुहुन्छ गुन्डिनी होइन हातभरि रगत कसलाई मार्नुभयो तपाईँले मर्नु भइसक्यो ल है त यहाँ चाहिँ सुटिङ चलिरहेछ है अनि ल हाम्रो यो स्पोट सुटिङ स्पोट अनि अब दाहरूको यहाँ यताउता काम सकेर भ्यायो भने हामी जान्छौँ अघि जहाँ जान्छु भनेको थियो नि माथि उता मान्छेहरू दाउराहरू काट्नलाई माछा मार्न त्यहाँ पोखरीमा त्यसपछि दाउरा काट्न घाँस काट्न जाँदो रहेछ कति मान्छेहरू मैले त्यो भिडियोहरू अगाडि क्लिपमा राखेको छु कस्तो लाग्यो हेर्नु होला है अझै पनि हेर्दै गर्नु होला योभन्दा अहिले चाहिँ एकछिन होल्ड गरौँ है यहाँ यस्तो रमाइलो छ यतिको रमाइलो छ हात्ती यता यता यसरी खेल्ने पुरानो सिस्टम यता बच्चा खेलिरहेछ पार्कमा ल यस्तै हुँदैछ आज हामी नजाने भयो क्या दाइ जङ्गलभित्र है नभ्याउने भयो भित्र अब यस्तै हो के गर्नु गाइस अब नेक्स्ट टाइम जाउँला हामी आज भोलि भ्यायो भने ट्राई गर्नुपर्छ होइन त हात्तीहरू पर ठुलै रहेछ हात्ती त यहाँ मजा आइरहेको छ तल दुईजनाले खेल्ने गरेको थियो अहिले त आफै हुँकिनु एकजनाले रहेछ उताबाट अङ्कल ल यो भन्दै आजको भ्लग यति नै खतम गाइस हामी जान पाएनौँ जुन त्यहाँ जान्छु भनेर सोचेको थियो जङ्गलको भित्र त्यो ताल छ अरे अनि त्यसपछि एउटा काठको घर त्यहाँ जाने भनेर सोचेको थियो जान पाएनौँ यो भन्दै आजको भ्लग हामी यतिकै खतम गर्नेछु फेरि भेटौँला यो लुगामा सायद नभए अर्कोमा माया र साथ दिनु होला यो भन्दै जय नेपाल बाई बाई